सबैजनालाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। मलाई धेरैजनाले सोध्नु भएको थियो, धेरैजनाको प्रश्न रहेको थियो। तपाईँ यति राम्रो डान्स गर्नुहुन्थ्यो, यति राम्रो प्रतिभा लिएर आउनुभएको थियो, किन विदेश जानुभयो भन्ने धेरैजनाले क्वेसन सोधिरहनु भएको थियो। मलाई पर्सनलमा मेसेज पनि गर्नुभयो, मेरो साथीहरूले पनि सोध्नुभयो। के हो भन्दाखेरि म चाहिँ 3 महिनाको छुट्टी गएको थिएँ होइन। 3 महिनाको छुट्टीमा चाहिँ अब मेलाहरू लागेको रहेछ, अब रमाइलो गरियो होइन। त्यही भएर चाहिँ धेरै छोटो समयमा धेरैजनाले माया गर्नुभयो। 3 महिनाको छुट्टी गएको थिएँ, धेरैजनाले माया गर्नुभयो। मेरो चाहिँ कलालाई सम्मान गरिदिनु भयो। एकदमै तपाईँहरू एकदमै हृदयदेखि नै आभार प्रकटन गर्न चाहन्छु। र मलाई चाहिँ अब विदेश आउने लहर त थिएन, अब बाध्यता भनौँ न। अब कसैको अरूको सपना पुरा गर्नको लागि चाहिँ आफ्नै सपना मार्नु पर्दो रहेछ। मलाई यति छोटो समयमा धेरै माया गरिदिनु भयो। हामीले तपाईँको डान्स विभिन्न मेलाहरूमा दुर्गेश थापाको गीतमा देखियो। तपाईँ एकाएक हराउनु भयो, किन विदेश जानुभयो भन्ने पनि क्वेसनहरू आइसकेपछि यो भिडियो बनाउन चाहिँ म चाहिँ बाध्य भएँ होइन। धेरै समयदेखि चाहिँ यो क्वेसन आइरहेको थियो, आज रिप्लाई दिँदैछु होइन। अब अरूको सपना, घर परिवारको सपना पुरा गर्नको लागि चाहिँ आफ्नै सपना मार्नु पर्दो रहेछ। अब मलाई पनि त कहाँ लहर थियो र मेरो पनि एउटा सपना थियो होइन। यही सिलसिलामा अगाडि बढ्न पाए हुन्थ्यो भन्ने धेरै चाहना थियो मेरो पनि। तर भनौँ नि अब त्यहाँसम्म चाहिँ त्यही कलाकारिता क्षेत्रको चाहिँ कुनै व्यक्तिले चाहिँ सपोर्ट दिएको भए चाहिँ म चाहिँ सायद तपाईँहरू माझै हुन्थेँ होला। त्यही भएर अब सबैको आफ्ना आफ्ना चाहिँ बाध्यता हुँदो रहेछ होइन। अब हरेक मान्छेसँग हरेक कला हुन्छ, तर बाध्यताले चाहिँ लुकाएर अथवा भनौँ न दबाएर सपनालाई मारेर चाहिँ घर परिवारको सपना पुरा गर्नको लागि पनि विदेश बाध्यताले चाहिँ बाहिरिनु पर्दो रहेछ। मलाई पनि त कहाँ लहर थियो र होइन। फेरि त्यसै बेला फेरि होइन ढोरपाटनमा मेला लागिरहेको, फेरि मैले सो डान्स देखाएको, त्यसको अर्को दिन चाहिँ म चाहिँ हिँड्नुपर्ने के फेरि। अनि मलाई पनि एकदमै दुःख लागिरहेको थियो होइन। एकदमै माया गर्नुभयो छोटो समयमा सबैजनामा चाहिँ धन्यवाद।